हेलो नमस्ते एन्ड वेलकम टु माई ब्लग। आज 2082 साल जेठ महिनाको 10 गते म यतिखेर जनस्वास्थ्य शाखाको अगाडिपट्टि छु र आजको हाम्रो शिविरको तयारी भइरहेछ। सब कहाँ जान याद आयो रे? हामी रद्द जान लाग्यो। आज हाम्रो दुईटा प्रोग्राम छ। एउटा चाहिँ नसर्ने रोगको पहिचान र उपचार, अर्को चाहिँ बिहे। मलाई एकदमै रमाइलो लागिरहेको छ। म एकदमै एक्साइटेड छु। नयाँ ठाउँमा जाँदैछु हामी शिविर चलाउन। वीरेन्द्रनगरको एकदमै दुर्गम 15 र 16 आज हामी 15मा शिविर सञ्चालन गर्न गइरहेका छौँ। एकदमै खुसी छु। अनि यो गाडीमा सबै अट्टेला त? हामी टोटल 7 जना छौँ। गाडी चाहिँ अट्न अलि गाह्रो छ, तर हामी एडजस्ट गर्नेछौँ। कस्तो लागिरहेको छ जम्न आज? रमाइलो एकदम बाहिर घुम्न बस्न पाइएको छ होइन? मजा आइरहेको छ एकदम मजा। यो पनि एउटा रमाइलो अनुभव हो। वीरेन्द्रनगरको चोकमा दिनको चहल पहल सुरु भइसकेको थियो। टेम्पो, बाइक, अटोहरू, गाडीहरू र थुप्रै मान्छेहरू सहरलाई आफ्नो गन्तव्य बनाइरहेका थिए। तर हाम्रो यात्रा पनि फरक थियो। हामी सहरदेखि अलिक टाढा वीरेन्द्रनगर नगरपालिकाकै वडा नम्बर 15 गतु स्वास्थ्य चौकीमा शिविर आयोजना गर्न हामी जाँदैथ्यौँ। गाडीमा हामी 7 जना यात्रा गर्दैथ्यौँ। डाक्टर कमल, डाक्टर कृष्ण भित्र हुनुहुन्छ। त्यसै गरी भूपेन्द्र सर, अर्चना सिस्टर र बोला सिस्टर पनि भित्र हुनुहुन्छ भने जमुना बहिनी र म चाहिँ हामी बाहिर गाडीको टालामा बस्ने नितो गऱ्यौँ। हामीसँग अङ्कल पनि हुनुहुन्छ। उहाँ चाहिँ गाडी उहाँकै हो। गाडीको पछाडिबाट हेर्दा सहरको धुलोसँगै टाढा टाढाका डाँडाहरूका हरियालीले स्वागत गरिरहे जस्तो लाग्थ्यो। टोल टोलमा छरिएका घरहरू, अग्ला कोही बाङ्गा रुखहरू अनि तिनै हरियालीबाट चुर्किएको घाम, त्यो दृश्य एकदमै मनमोहक थियो, एकदमै सुन्दर थियो। सहरको भिडभाड पार गर्दै हामी अघि बढ्यौँ। त्यहाँबाट सुरु भयो हाम्रो यात्रा, जहाँ बाटो साँउरिँदै गयो। दाँबाँ हरियाली फैलिएको देखिन्थ्यो। बाटो सजिलो थिएन, कतै उकालो, कतै कच्ची अनि कतै खोला पार गर्नु पर्यो। तर हामी अगाडि बढिरह्यौँ, किनभने हाम्रो लक्ष्य थियो स्वास्थ्य सेवाको पहुँच सबैमा पुर्याउने। जति हामी अघि बढ्दै जान्छौँ, बाटोले आफ्नो स्वरूप बदल्दै जान्छ। सुरुका कालो पत्रे सडकहरू बिस्तारै कच्ची बाटोमा परिणत हुन्छन्। बाटोको दायाँ बायाँपट्टि हरियाली छ, तर बिचमा ठुला ढुङ्गा छन्। कतै खोला छ, कतै ओह्रालो छ, कतै उकालो छ। डाक्टर साहब रमाइलो भइरहेको नि हो नि यहाँसम्म यात्रा त? बाटो ठिकै छ यतिको बाटो। लाइम डाँडा हो यो। हामी यतिखेर लाइम डाँडा आइपुगेका छौँ। के दिनुभयो? हो ल, यस्तो त दिलाउनु बेलामा अब बाहिर बसाल्नु भयो। यस्तो दिनु पर्यो त। अलि अर्को ल्याउनु। यहाँ भित्र नभएको गजब रहेछ त बस्नु। हाम्रो 2 जना डाक्टर साहबहरू हो। आज उहाँहरूले सब चिरफार गरेर पुरै खसीको हुन्छ। पुरै उहाँहरूले भेटिन्छ आज। उहाँ चाहिँ हाम्रो भुपेन्द्र सर हो। यहाँ पनि अलिअलि चिरफार पनि चाल्नु भएको छ।
पहिला चाहिँ गर्थ्यो अहिले भन्दा अब चाहिँ शाखातिर आएपछि काम बिर्स्यो जस्तो छ। हाम्रो आज भ्याइएको कारणको समस्या भनाइ हो। मुसुकको आफ्नो त केही बोल्दैन। दिदीले केही बोल्ने कि जसरी जीवनको बाटो सधैँ सिधा हुँदैन, यस यात्राको बाटो पनि उस्तै थियो। एउटा मोड सकिन नपाउँदै अर्को मोड आइहाल्थ्यो। ती मोडहरू पनि कहिले साँगुरा, कहिले बिर्कोपिट समातेर बनेका, कहिले उकाला, कहिले ओह्राला, एकछिन चुप लाग्न बाध्य पारे। मोडहरूमा गाडीको गति कम हुँदैन थियो, हाम्रो मनको गति कम हुन्थ्यो। किनभने ती मोडहरू मात्र घुम्ती थिएन, ती धैर्यको परीक्षा थिए। एकछिन हेर्दा लाग्थ्यो गाडी आकाशतिर जाँदैछ, अर्को मोडमा लाग्थ्यो हामी तल खस्न लागेका छौँ। गाडीको झ्यालबाट झट्ट तल खोज देखिन्थ्यो। त्यो दृश्यले मुटु रोकिने डर लाग्थ्यो। तर हाम्रा गाडी चालकहरूका हातले त्यो मोड पार गरिरहन्थ्यो। धेरै पटक अनुभव र भरोसाले गाडीभन्दा अगाडि हिँडिरहेका थियौँ। हामी अहिले जङ्गलको बीचबाट उकालो चढ्दै अघि बढिरहेका थियौँ। एकातिर हरियालीले ढाकिएको पाखो थियो, अर्कोतिर घना जङ्गलभित्र हराएका चिरबिर आवाजहरू। हरेक मोड, हरेक पाइला हामीलाई हाम्रो गन्तव्य नजिक पुर्याइरहेको थियो। बाटो साँगुरो थियो, उकालो थियो, तर त्यही उकालोले हामीलाई यात्राको साथ दिन्थ्यो। गाडीको डालामा बसेर यात्रा गर्नु सजिलो त पक्कै पनि थिएन। मोड लिइरहँदा शरीर एकतिर ढल्थ्यो, फेरि अर्को मोड आउँदा शरीर अर्कोतिर ढल्थ्यो। गाडीको ढालामा राम्रोसँग समाएर बस्नु पर्थ्यो, तर पनि त्यसमा आफ्नै रमाइलो थियो। बाटो जति अप्ठ्यारो थियो, हाम्रो मन त्यति हलुका भइरहेको थियो। कतै झ्यालबाट हावाले कपाल उडाइरहेको थियो, कतै घामको किरणले अनुहार तापिरहेको थियो। यी सबै दृश्य देख्दा लाग्थ्यो यो सुख र दुःखको आनन्दको सङ्गम जस्तै हो। हामी अब रतु स्वास्थ्य चौकी, यसलाई चाहिँ हामीले पारेगाउँ भन्नु पनि चिन्ने गर्छौँ। पारेगाउँ पुरानो स्वास्थ्य चौकी, यहाँनिर चाहिँ हाम्रो पुरानो स्वास्थ्य चौकी भर्खरै छेडियो। यो चाहिँ एकदम मौसम चाहिँ सफा सुन्दर मौसम छ। अहिले चाहिँ एकदम रमणीय दृश्य चाहिँ हामी यहाँ देख्न सक्छौँ। यो चाहिँ हाम्रो पुरानो स्वास्थ्य चौकी। अब यो यात्रा कस्तो लाग्छ तपाईँलाई? नमस्कार, कस्तो भयो यात्रा? ठिकै भयो। तपाईँहरू बाहिर पर्नुभयो, तपाईँलाई अप्ठ्यारो भयो? हाम्रो घर छोडिदिनु। घन्टौँको यात्रा, अप्ठ्यारा मोडहरू, उकालोको घाम, जङ्गल र हरियाली पार गर्दै हामी अन्ततः रतु स्वास्थ्य चौकी पुग्यौँ।
पनि हुटमै राखेका थिए टोलीहरूले अहिले पनि हामीलाई हुटमै बसाइरहेका छन् जमुना म अनि हाम्रो चाहिँ यतातिर बुवा हुनुहुन्छ एकजना उहाँ हाम्रो गाडीको मालिक भनेको उहाँ हो अनि एकछिन मुख चाहिँ यहाँ यिनीहरूले मिलाभित्र अटिन्छ बसौँ भने लास्टमा बाहिर मुखले चाहिँ बहुत ठिकठाक पारे यिनीहरूले हामीलाई बाहिर बसाएका छन् यिनीहरूलाई चाहिँ हिसाब त मजाले गरिन्छ तल पुगेपछि आजको कार्यक्रम एकदमै सफल रह्यो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नगरपालिकाका हाकिम साहब र वडा नम्बर 15 का वडा अध्यक्षज्यूको पनि सहभागिता रह्यो 128 जनालाई हामीले विभिन्न किसिमको सेवा प्रदान गर्यौं यात्रा एकदमै रमाइलो भइरहेको थियो यात्राकै क्रममा एकजना बुवा भेट्नुभयो र उहाँ चाहिँ आफ्नो उमेरमा एकदमै गीत गाउने रमाइलो गर्ने कुरा पनि हामीलाई बताउनुभयो र हामीसँगै गीत पनि गाउँदै हुनुहुन्छ उहाँको गीतले हाम्रो यात्रा हामीसँग आज खड्गबहादुर सारू बुवा हुनुहुन्छ उहाँ अहिले चाहिँ भर्खर 21 वर्ष पुग्नुभएको छ उहाँले एकदम राम्रो दिनभरिको अनुभव चाहिँ कस्तो छ भन्नु पर्नु हजुर सोध्नु के मलाई मजा पनि आयो होइन डाक्टर साहब भित्र मजा आएको अहिले मजा अहिले मजा भित्रै आकाश कस्तो राम्रो मोबाइल भिडियो
छ।